वेलकम ब्याक गाइज आफ्टर लङ टाइम है। ब्लग नगरेर थुप्रो भएको थियो है, 6-7 मन्थ। आज चाहिँ मेरो साथी अनि अलिअलि मेम्बर्सहरू छ, अलिअलि आज क्याम्पिङ है भरत रेडी हुँदैछ। गाडीभरि मेरो साथी 6-7 मन्थ भने उसको गाडी नि यहाँ प्याक छ पुरा, सबै सामान लिएर कहाँ फुट्दैन होला नि, यो फुट्दैन। सामानहरू मालपाती डरै छ नि, पानी पनि हाल्नु जाने नि मान्छे। ओके है, एकछिनमा भेटौँ है हामी। ल ल ल हामी सबैजना भ्लगर, उता पनि भ्लगर छ, हामी यता भ्लगर। सब्सक्राइब हान्नु पर्यो सबैजनाले मिलेर है। उता जिरेहरू गइरहेछ क्याम्पिङको लागि, रेडी टु गो। कति मिनट छ? अलमोस्ट 1 hour. No, you can't. Hi guys. You don't like being recorded? Okay, alright guys. Almost पुग्नु आँट्यो हाम्रो डेस्टिनेसन क्याम्प साइटमा। फ्यामिली, मेरो सेक्सी वाइफ अनि दुईटा किड्सहरू पछाडि, भरत पछाडि आउँदैछ उफ पर गाडीमा। छ्यामाहरू 1-2जना ग्रुपहरू चाहिँ अलरेडी पुग्यो होला अर्ली। हामी चाहिँ जाँदैछौँ। सो स्टे ट्युन, I'm gonna update you guys later, okay? Peace. रेकर्ड नै भएर जान्छ, हेरेर मात्रै गर्नु पर्छ। यस्तो छ भ्यू, सिनरी भ्यू यहाँको चाहिँ। अनि कोलोराडो पनि कस्तो दामी देख्छ त्यो क्या त, बाटोमा चाहिँ हाइवे जाँदा कस्तो मजा। यस्तै खोलै खोला, तर पानी छैन कि। हामी आउँदाखेरि क्या मान्छेहरू यो बाटो नि यहाँनिर उयोहरू पनि हुन्छ नि, मिर्गाहरू। विन्टर टाइममा हामी आएर घिउ खेल्ने चाहिँ यहाँ अहिले सुकेर यस्तो छ ड्राई। उयो स्पट विन्टर टाइममा साबारी खापम खा अल्लाह छे खापङमा डाङमा। ओए दाउरा लानु पर्छ नि बिचेर, मैले सम्झिरहेको थिएँ साथी। 25 $25 $25 यो भए हुन्छ हामीलाई एउटा। ल ल्याइयो। Okay guys, let's find a spot. कहाँ होला उनीहरू? Find somewhere. Yeah, we have to. Next to each other. उनीहरू त्यही जस्तो लाग्यो मलाई, त्यहाँ त्यो ठाउँमा त भेट्दैन, त्यहाँ माथि के। हामी त पहिला त लिटरली वङहरू आउँदा त यहाँ सबै हालेर है। त्यो पनि एउटामा कि दुईटामा हामी? दुईटामा। एक्ज्याक्टली ठुलो माथि छ त्योहरूको छेउमा। उनीहरूको त्यो होला फ्याक्ट्री। हामीले अस्ति आउँदा चाहिँ यहाँ क्या दुईटा त्यही छ जस्तो लाग्यो। How much seconds are we away? Let's see, just drive. Dia चटपटे बनाउने सामानहरू गएछ, चटपटे बनाएर भयो। त्यसो भने गएछ होला हामी पनि बुकिङ गर्दै बस्छु फेरि। स्पट त टन्नै पाउँदो रहेछ, विकेन्डमा मात्रै हो क्या नभेट्ने भनेको। अहिले फेरि मान्छे मम्मी बाबाहरू आउँदा नभेटेको त नि, एउटै ठाउँ नभेटेर एउटासँग सेयर गरिरहेको छ। पक्कै उफ हो त्यही स्पट हो। अनि हाम्रो त पाउँदैन त उनीहरूको छेउछाउ सुसमा। लिटरली छेउछाउमा त छैन त। हेर न होइन त हामी त नि यसको छेउमा अलिकति माथि बस्यो भन्दा त्यही हो नि। हामी कहाँ बस्न अब, त्यहाँ त उता छ। अब यहाँ बस्यो भने यहाँ कस्तो ठेस हो? त्यहाँ बस्यो
What's up? त्यहाँ भन्छ कहाँ सानो जस्तो लाग्यो सानो जस्तो देखेको थियो त उता भने त त्यहाँ ओह्रालो छ क्या फेरि डिस्टर्ब हुन्छ होला नि त त्यहाँ ल अब टेन्ट सेटअप गर्ने टाइम भयो हुन्छ कि तर ओ यस्तो सिधा भएको भएर उयो हुन्छ ल ल ल मान्छे हान्दियो है तिम्रो त्यो मेरो पछाडि हालेर तिम्रो ऊ बित्या देऊ 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 त देऊ त तिमीले राखेको छैन भोलि दिँदा नि हुन्छ त अहिले आएकोलाई दियो नि के भोलि छ ल्याउ 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 पैसा हाल्नु पर्ने I'm recording. त्यहीँ छिराएर गर्दा पनि हुन्छ हुनु त ढुङ्गा आदि गर्दा पनि हुन्छ उहिले त डट बाइक पनि लिएर आएको छैन नि त्यहाँ Alright guys, let's go. We're almost done with the tent setup. Do I stop? It's okay, you can go. Mine. तिमीहरूको यस्तो छ हाल्नु सानोमा छैन Can I stop now? या गयो बल्ल हाम्रो चाहिँ सेटअप सबै रेडी भयो भर्खर भर्खर भेट भएको गर्लफ्रेन्ड हो अर्को बुढीले भेट्यो भने फेरि मार्छ होला सबै सामान सेटअप बारबेक्यूको लागि प्रिपरेसन भिआइपी छ क्या हाम्रो चाहिँ प्लेस एकदम त विद्याले भ्याजी बनाउँदैछु पहिला भ्याजी बनाएर मात्रै थुक्पाको लागि हल्दी त मैले यसमा ल्याएको छु है हो हुन्छ राख्नु त्यस्तोमा तिमीको त ब्राइटनेस कत्रो बनाएको नि ब्राइटनेस म हो र त लो गरेको सबै ब्याट्री थिएन धेरै हाल्नुहुँदैन सुँगुर त के मसला हाल्यो भन न त ल त्यहाँ हेर न के नाम नै थाहा मलाई अरे बा कत्ता छ ल सिजनिङ यो हाले 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 यो पनि हालेँ मैले अर्को दुईटा पनि यो चाहिँ सोया सस हैन हाल्ने होइन त्यो भोलि चाउमिन बनाउँदाखेरि चाहिन्छ सबै उसिन है बिहान कुटे खान्छ छैन भ्याज यसमै बनाइन्छ न्युट्रोला र आलुमा भुटेर चटचट यहाँ छ नि मेरो 12 मसला जिरा मसला छ क्या मसला त मासु बनाउँदाखेरि हाल्नु अब नुन आँखामा लाग्छ नि बिरयानी बिहान अलिकति साइड लगा Would you like it? What is? भन्ने सबै लस ए लसुन रे पिसेको चाहिँ मेरो फलामको छ मैले अर्कै ल्याउनु कैँची ल्याएको छैन होइन I want to daddy. हजुर पन्जा चाहिँ ल्याउनु भएको आज ल्याउनु थिएन त्यो त ग्लोभ्स ल्याएको भए हुन्थ्यो ए हातले ल्याऊ त्यही त मैले ग्लोभ्स सम्झिरहेको थिएँ बिर्सेँ नि त यो चाहिँ सम्झिने बित्तिकै गऱ्यो भने गरेँ न के को मासु ल यता चाहिँ आन्टीले सुँगुरको अदुवा अदुवा छिल्ली हुन्छ अनि यहाँ अलरेडी खोर्सानी रेडी अनि सुस्माले चाहिँ यहाँनिर तोरी तोरी र के अर्को चाहिँ तोरी मात्रै हो तोरी धनियाँहरू सबै मिक्स भएको हामी चाहिँ यहाँनिर ल
बिहान हुँदैन 8 नि ल त्यो यहाँ चाहिँ हाम्रो आलु रेडी भइरहेछ आलु चाहिँ किन पकायो भने अब उता सुषमा चाहिँ भेजिटेरियन हो अनि उसले चाहिँ अझ बिहान खाएर रहेछ भोकले साह्रो परेर उसको लागि चाहिँ अहिले छिटो मिठो बार्बिक्यू चाहिँ यहाँ हुन्छ ठिकै कोइला पनि छ यहाँनिर हामी ल्याएको यहाँ चाहिँ हाम्रो सानो आइस बकेट भित्र दुध छ अनि यहाँनिर अलिअलि के छ यहाँ चाहिँ ओ यहाँ पनि मासु रहेछ ओ यहाँको मासु चाहिँ पकाएर खाने हो ए यो त्यही भएर यहीँ राखेको अहिलेको लागि हुन्छ अनि यहाँनिर खरबुजा अनि पानी पनि छ यहाँ खोल अनि यहाँनिर अलिअलि चिया पानी छ थ्रप गर्यो कपिराइट लाग्छ है मान्छे म उयो भोइस उयो हालिदिन्छु अर्कै गीत मेरो त कोक भने चाहिँ आधी मात्रै हाल्नु पर्यो हेर्नु है हाम्रो हुस्कीमा चाहिँ धेरै खानु हुँदैन आज जहिले फक्ट भन्छ आज रिल्याक्स गर्न कति हाल्ने हो धेरै पनि हल्का हैन मान्छे टास पनि हेर्नु ल मान्छे चेस तिम्रो मेरो एंगल तिमी पानी नहाल्ने फर्स्ट शट अफ द नाइट आलु चाहिँ केको लागि रे कुखुराको लागि हो कुखुराको झोलको लागि के हुन्छ हाल्दा नि हुन्छ सानो धुँदा हुन्छ नि मलाई यो एडिट गर्नु के हाम्रो चाहिँ भिआइपी सोधे यो चाहिँ किमु.com जाउराउ त्यो किमु झरेको गर्छ त्यसरी पऱ्यो एकजनाले दरा भेइ कि अर्डर गरेको रे खेलाउने हावा त जानै हाल्छ त्यो यस्तो सुन बनाउनु हुन्छ नि त्यस्तो काम दिन्छ हेर न टुरको जस्तो पावर ल घुमा यसो गर यस्तो हावा फ्याल्छ नि अलि दामी यो भरै छिर्नुपर्छ ल यहाँनिर कोइला एकदम रेडी आगो बालेर सोफा यो चाहिँ हाम्रो ट्र्यास ब्याग हो है खासमा चाहिँ है के झुन्डाको यो भनेर सोचेको सोचिरहेको भने चाहिँ यो चाहिँ हाम्रो ट्र्यास ब्याग हो अहिले एकछिन यसलाई निकाल्ने हो यसो यो ब्रियन फास्ट
हाम्रो चाहिँ बर्बिक्यू रेडी बल्ल पुग्दा फेरि सोधे नेपालदेखि आएको सोधे होइन दामी छ नि सोधे त अबै बब्बाल छ ल अब चाहिँ हाम्रो मासु पल्न चाहिँ रेडी भयो है रेडी है मुनि कोइला छ यसो कोइलालाई चाहिँ एकदम हावा दिइरहनु परेको छ है होइन समर टाइममा क्याम्पिङ आउनु पऱ्यो नि होइन एक कडक राम्रो वर्कआउट त राम्रो छ नि मान्छे होइन राम्रो बलिरहेको छ कि मान्छे स्लोली हुन्छ यही पाराले 8 घन्टा हाने भन्दा दामी ल यता गाना बजिरहेछ केटाकेटी नाचिरहेछ है वेदर पनि दामी छ डुब्न लाग्छ क्या झिलिक गर्न लागेको पनि छ अहिले अलिक बिचमा जानुपर्छ अहिले हो दामी छ ल यिनीहरूको मेगी ए डु इट अगेन उसको त ट्यालेन्ट रहेछ त नाच्ने खालको गीत हाल्यो ए छ अर्को हाल्यो त क्याम्पिङ सेटअप गरेर चाहिँ एकछिन रेस्ट खोइ बाथरुम गएको होला उनीहरू त भ्यू चाहिँ यो क्याम्प साइडको भ्यू हो नि पछाडि बिग माउन्टेन है ब्याकग्राउन्ड नाइस लभली माउन्टेन Hi Diana, how are you? Good? What is your name? Can you tell me your name? तो मेरो साथीको टेन उता छ डान्स खतरा हान्दैछ केटाले यहाँको चाहिँ क्लाइमेट चाहिँ एकदम दामी हो कि यहाँ लस भेगसमा चाहिँ अब अहिलेको यो एट दिस टाइम चाहिँ कति 100+ होला होइन यहाँ चाहिँ कति यहाँ चाहिँ 80 बिलो छ 80 बिलो भने चाहिँ वेदर राम्रो हो नि यहाँ 1 आवर त होइन 55 मिनट्स अवे फ्रम लस भेगस हो कि यो क्याम्प साइट एकदम दामी क्या समर टाइममा चाहिँ हामी यहाँ आउँछौँ युजली क्याम्पिङको लागि बेस्ट प्लेस हो मेरो चाहिँ वान अफ द गो टु प्लेस नै भन्दा हुन्छ बेस्ट प्लेस सबैजना मान्छे हुन्छ यहाँ क्याम्पिङ गर्न आएको प्याक बिजी मुनि पनि छ मान्छेहरू हाम्रो क्याम्प चाहिँ यहाँ छ उता काकाहरू यता अर्को छ्यामाहरू वरिपरि बसेछ यहाँको कुहिरेहरूलाई अझ रातभरि नसुताउने रातभरि डिस्टर्ब गीत बजाएर त भारत ब्रोको गाडी भयो त मेरो ब्रो इन्जोय हानिरहेको छ टिप्सी भएर अलरेडी हामीले कति 3 जति त हानी होला 3 कप जति हाने चाहिँ बल लिनु जानुपर्ने हो जस्तै ठिकै नभन्दा छोड्दैन त्यसले त्यहाँ उयो हामी त इन्जोय हो नि त्यहाँ के भन्दैछ यो कुहिरेनीले यहाँको कुहिरेहरू चाहिँ के भयो डङ्की आँसहरू हो क्या सबैजना हामीले अलिअलि गाना बजाएको अब क्याम्प साइटको रुल अब होइन 9:30सम्म त अब गीत सित बजाउनु पाउँछ नि त यहाँको कुहिरेहरू इमिग्रेन्ट्सहरू धेरै भएर होला सबैजना जेलस भयो क्या गीत लाउड भरे क्या त्यत्रो त्यसको बाउको हामी 9:30सम्म बजाउने यस्तो डे लाइट छ स्टिल हिँगा हिँगा गर न हाउ गर न हुङ्गो हेर 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 को छ क्यामेरामा हु इज द्याट सुबिन हुङ्गा ब्रुङ ब्रुङ हुङ्के हुङ्के भन न खै भनेको हिँग हिँग किड्सहरूले चाहिँ पुरा इन्जोय हुँदैछ किड्सहरूले जाने पन्छी कहाँ जाने I'm gonna punch you. Let's get it. Sakala Bindo. कसलाई दिँदै यो His hat. ओइ अन गर न माइक अन छैन मलाई आउँदैन अझै अलिअलि इभिनिङ टाइम डार्क हुँदैछ अलिअलि
डिनर सिनर गरेर यसो अलि तास खेलेर सुतिन्छ अब। दाउरा फायरवुड कलेक्ट गर्न आएको हामी अझै। मैले यति बनाइसक्यो, ब्रोकली ल्याउँछ। मान्छे उता त नरहेछ कि यता मात्रै खोज्नुपर्छ, यता मात्रै। यता अलिअलि भन् रहेछ। Hello guys. It's night time. बुढाहरू लाइनले सुतेर चाहिँ। Hey guys, good night, okay? Don't bother me, okay? Good night. पुरा सबै चाहिँ भोज भजन भएर डन भइसकेर चाहिँ अब एकछिन तास खेलिन्छ अनि सुतिन्छ। खोइ के है, दारो छ भने अलिअलि खाइन्छ है। सो I'll keep you guys updated, okay? ल ल ल है गाइस, रातिको नजारा यस्तो डेन्जरस अर्ग्यानिक पुरा भिलेज स्टाइलको क्या है। पुरा टेन्ट थापेर है भिलेज। उता मान्छेहरू कतै बौलाइरहेको छ, हामी यता बौलाइरहेको छौँ। मुन हेर न, मुन हो कि ल्याम्प जस्तो देख्दो रहेछ नि लाइट। यसरी चिल हान्यो नि त मुन कोही बेला है। यो लाइटको छेउमा त आउँछ टेन्टमा, कस्तो मजा क्या। यहाँ हेर त यसरी नम्बर लाइट नबलाउ त, लाइट नबलिकन क्या, लाइट उता हटाउ त के मजा क्या हेर्दा क्या। दामी देख्छ क्या, दामी देख्छ। Sakala bendo, pikala kuka. Khapdang ma, dang ma. Put that, you're messing up, Subina. Now you're gonna lose. It's okay. Hey, Chandal. Hey, Dhaka. Subin. Papa. You win this one. Piano. Good morning guys, है यो चाहिँ नेक्स्ट डेको ब्लग। भर्खर उठ्यो, मुखसुख दिएर फ्रेस भइन्छ है। ब्रेकफास्टमा मेन्यु के छ थाहा छैन, बिस्तारै अब आफै बनाउने। How was your sleep, Subina? Not good. Not good? Did you get scared by the wind last night? Yeah. I know. दामी छ बिहानको भ्यू। I don't want a video. सुता कस्तो हो मान्छे बेलुका? सुता कस्तो हो? ठिक है? डर लागेन हावा झट्झट झट्झट आउँदाखेरि? म त सुमिरा डराएर नि हावा आउँदाखेरि झट्झट गर्दाखेरि। म त बामुला रुखको हावा भाँचेर आउँछ कि कस्तो कस्तो साइकको फिल भएर नि हावा आउँदाखेरि। तर भराइ फेरि सुते। केटा मजाले सुतिरहेछ केटा। यस्तो मेस छ वरिपरि। यस्तै क्याम्पिङ एरिया नो फेन्स। यस्तो हुँदैछ यस्तै। हाम्रो बेलुका चाहिँ खाएको अलिक खिचिन है, बिजी भएर थुक्पा खापाङमा थुक्पा बनाउने मेनहरू चाहिँ यता हो। क्रेडिट चाहिँ हामीलाई देख्छ। यो त डढेको जस्तो देखिरहेको छ है स्टेक त। डढेको हो कि त्यो पाकेको थियो नि त त्यो खाना नि। होस् अहिले बरु अहिले त्यो खानुपर्छ हालेर खाऊ। म चाहिँ क्यापकटबाट गर्नु पर्यो कि विजय? गर न। क्यापकटबाट गर त नि। मेरो पनि क्यापकटदेखि गर्छ त मजाले।
छोरी कहाँ छ है छोरी कैँची छ त यहाँ अघि त भयो के गर्छ छोरी किन ए भनेपछि यहीँ होस् अमिलो खान्छ नि त बिजयले ए छ हिजोमा उसलाई मलाई हामीलाई त अब यो खाएर बाथरुम के हाल्छ ल बिजय उयो त खाँदैन होला अलिक कस्तो खानु ताता माग्नु मकपेङ ल तिमीहरू खाऊ न नानी बस्छ भने खान्छ हामी मकपेङ गरौँ मान्छे ल दामी आएर छ हाम्रो यहाँ खतरा छ तर हामी खाँदिन डर के हो यो सुँगुरो गोडेको ठाउँ के हो रिब्स त्यो बोसो छैन हौ गाइस के हो अनि सानो छ त नि त्यो राष्ट्रिय तर एउटाले त पुग्दैन होला त्यो सानो तर खान्छ भक्कु बस्दैन यो चोखै हो कि मेन्डम यिनीहरू अरूलाई यिनीहरूले आउनेहरूलाई उयो गर्ने छ फेरि गाइस म चाहिँ खाँदिनँ यहाँ उनीहरूलाई चेक गर्नु चाहिँ आएको भित्र मरिरहेको होला नि यो त्यो हिटर हालेर क्या ग्यास कार्बन मोनोक्साइड भएर पनि मरिरहेछ कि त्यसको बुढा होइन यत्रो दिन आएको नि तिनीहरू बस्नु होइन कहाँ हिँड्दै हिँड्नु अल्छीहरू कस्तो भएछ है मिठो छ अनि हिजो त मिठै भएन थुक्पा भन्दा पुरो हो र म त खा मिठो लाग्छ त्यो वाक्कै भएर हौ मलाई एउटा थम्बनेल किन्नु मन पर्यो टेन्सन क्या थम्बनेल चाहिँ अगाडि हाल्नुपर्छ नि त थम्बनेल यहाँ हालिदिनु म त उयो हाल्छु कति डिले हाल्नु होइन यो सबै हाल्यो भने त अपलोड हुनु कति टाइम लाग्छ भिडियो त यसले गरेर हाल्ने मान्छे आएन नि हिजोको डेट थियो नि यहाँदेखि उता ए उतापट्टि आज फेरि यसको अघि गइरहेको थियो यहाँदेखि ओह्रालो सर र यो एथलेटिक होला नि त खतरा
Oh. You're spinning me around. I'm covering it. Not long with them. Alright guys, हामी चाहिँ घर हिँडेको अब चाहिँ है सबै सकेर. Thank you for watching video. See you in next video. Hey Shibi, you have fun? No. No? Don't come next time, okay? Dad, how do you know Next that? time we'll go to a place that has internet, okay? Network. No, Other we should side? just go to my house. Okay. That's way fun.